2025 को मार्चमा सक्नुपर्ने भनेर काम चाहिँ आधी मात्रै भएको छ। कति ठाउँ नाली बन्नेको छ, कति ठाउँ बन्नेकै छैन। काम पनि आधी उन्दो रोडा ओछ्याउँदै राख्दै 2-3 खेप त्यही रोडा। के कुरा राखिदिनु रोडको विषयमा यस्तो छ कि हामी जब श्याम साहेब आउनुहुन्छ त्यति बेला रातारात कार्पेटिङ गर्छन्। श्याम फर्केपछि सक्यो रोड। सरदार यो रोड चाहिँ अब कार्पेटिङ पोहोर 1 वर्ष जस्तो भइसक्यो। अब फेरि त्यतिकै रकै छ। हेलो नमस्ते गुड मर्निङ तपाईँहरू सबैजनालाई। र तपाईँहरूको माझमा एउटा इम्पोर्टेन्ट भिडियो लिएर तपाईँहरूको माझमा हामीहरू टासिडिङ ड्राइभर एसोसिएसनबाट हामीहरू आएको छौँ है। र यो जग्गा चाहिँ तपाईँले चिन्नु भएन होला, यो चाहिँ हाम्रो गौतम फाटक हो। यो मेन फाटक यहाँबाट कौरी लाब्दाङ यहीँबाट जोड्छ। यहाँबाट हाम्रो लेक्सेप गान्तोक जोरथाङ यहीँबाट जोड्छ। यहाँबाट उता तपाईँको याक्सुमहरू जान्छ है। र यो फाटकदेखि चाहिँ हामी यहाँ भिडियो लिएर तपाईँहरूको माझमा सार्वजनिक गर्नुको लागि आएको छौँ है। र त्यो भिडियो चाहिँ के हो भने चाहिँ यो हाम्रो कार्पेटिङ चाहिँ तपाईँको भएको हाम्रो 1 साल 1 इयर क्रस भइसक्यो। र यसको यो काम चाहिँ कन्टिन्यू नहुनुले गर्दाखेरि चाहिँ यसको बिना हामी अलिक भिडियो लिएर तपाईँहरूको माझमा आएको छौँ है। र तपाईँले यो भिडियोलाई चाहिँ एकदमै तपाईँले सेयर गरिदिनुहोस् भन्न चाहन्छु है। यो सबैजनाको लागि हो र सबैजना हिँड्नुपर्छ यो बाटोमा। र यसको विषयमा चाहिँ हाम्रो ड्राइभर एसोसिएसनको हाम्रो प्रेसिडेन्ट साहबले चाहिँ कुरा राखिदिनु हुनेछ है। आज्ञा नमस्कार है हाम्रो पासाङ भाइको पेजलाई। अनि आज हामी यसरी यहाँनिर चाहिँ ड्राइभर एसोसिएसन अफ टासिडिङको ग्रुप यहाँ किन भेला भएको छौँ भन्दाखेरि चाहिँ आज हामीले विशेष यहाँनिर चाहिँ हाम्रो यो योक्सम टासिडिङ यहाँनिर चाहिँ हाम्रो चोङराङदेखि चाहिँ रङ्गितदेखि चाहिँ लेक्सेपसम्मको रोडको कार्पेटिङ चाहिँ आजभन्दा 2018देखि नै हाम्रो यहाँको रोड चाहिँ कार्पेटिङ स्टार्ट भएको हामीले जान्नुमा पायौँ है। हामीलाई याद पनि छ। अनि यहाँनिर बोर्डहरू पनि लगाएको छ है। यहाँनिर काम चाहिँ सुरु भएको चाहिँ हाम्रो 18कै छेउछाउतिर रहेछ। अनि सक्नुपर्ने चाहिँ 2025 को मार्चमा रहेछ। अनि यो बोर्ड यहाँ लगाएको छ है। अनि 25 को मार्चमा चाहिँ काम चाहिँ सकेको छैन, किनकि यहाँनिर चाहिँ यहाँदेखि रोड बनाएर चाहिँ हाम्रो फारस तल आधीसम्म मात्रै सकेको छ है। अनि यो रोड चाहिँ कसको गल्तीको कारणले चाहिँ यसरी रहेको हामी कुनैसँग पर्सनली छैन। हाम्रो आदरणीय मुख्यमन्त्री महोदय हाम्रो एसकेएम गभर्मेन्ट आइकन यो रोड यति राम्रो बनाउँदा लाँदै यत्रो एमाउन्टको सेङ्सन गरेर यहाँनिर हामीलाई दिनुभएको छ है। तर यहाँनिर चाहिँ अब हाम्रो सरदारलाई पनि त्यस्तो नराम्रो भन्नु छैन, किनकि सरदार पनि उहाँले अहिलेसम्म जतिवटा काम गर्नुभएको राम्रो गर्नु हुँदैछ। अनि यहाँ चाहिँ के चाहिँ चुक हुन जाँदैछ भने चाहिँ डेट चाहिँ लगाएको छ 2025 को मार्चमा सक्नुपर्ने भनेर काम चाहिँ आधी मात्रै भएको छ। कति ठाउँ नाली बन्नेको छ, कति ठाउँ बन्नेकै छैन। काम पनि आधी उन्दो रोडा ओछ्याउँदै राख्दै 2-3 खेप त्यही रोडालाई फेरि पल्टाउँदै गरेर चाहिँ यसरी त फेरि यसपालि 2026 सालको पुम्छु फेरि आइसक्यो। अनि यहाँनिर चाहिँ टाढोबाट आउने श्रद्धालु भक्तजनहरूले पनि हामीलाई कमेन्ट्स गरेको छ यहाँ टासिडिङको रोड चाहिँ के हो जहिले आउँदा पनि यस्तो खालको भन्ने कमेन्ट्सहरू हामी यहाँको ड्राइभरले सुन्नुपर्छ। हामी यहाँको ड्राइभर तपाईँहरूमाथि यस्तो डरलाग्दो चाहिँ के अरे हामीलाई नोकरी चाहिन्छ भनेको छैन। यो रोड भनेको हाम्रो एउटा गरी खाने भाँडा हो। यहाँनिर चाहिँ अब सिएम साहबको गल्ती छ भनौँ भन्दा सिएम साहबले यत्रो हाम्रो यहाँको एरिया एमएलएलाई टुरिज्मको मिनिस्टर बनाएर पठाइदिनु भएको छ। हाम्रो यहीँकै एरियाको हाम्रो एमबी दाल सरलाई यहाँको रुट एन्ड ब्रिजको मिनिस्टर बनाएर पठाइदिनु भएको छ। यत्रोजना 2-2जना मिनिस्टरको छत्रछाया बसेर भए पनि हाम्रो यो रोड चाहिँ किन चाहिँ यसरी 2 वर्ष 3 वर्ष थाँतीमा बस्दैछ। र यहाँनिर अहिले एज अ पब्लिक रिप्रेजेन्टेटिभ एज अ एउटा टासिडिङ ड्राइभर एसोसिएसन भएर हामीले बोलेन भने चाहिँ यो रोडको विषयमा हामीले नबोल्दाखेरि चाहिँ यो रोड चाहिँ कसरी चाहिँ सक्ने भन्ने कुरा हामीले थाहा लाग्न नसक्ने छ। यसकारण कहाँनिर गएर यो गल्ती भएको छ तपाईँले झट्टैभन्दा झट्टै यो मिडिया मार्फतबाट हामीले सार्वजनिक गरिदिनुहोस्। अनि हाम्रो तपाईँलाई बिन्ती छ, अपिल छ, यो पुम्छुभन्दा आउनुभन्दा अगाडि चाहिँ झट्टैभन्दा झट्टै यो रोड चाहिँ सकिदिनुहोस् भन्न चाहन्छु। यो चाहिँ हामी मात्रै बोलेको होइन, हाम्रो एज अ पब्लिक एज अ ड्राइभर एसोसिएसन। र यदि हामीले यो अपिल गर्दा पनि तपाईँले सुन्नु भएन भने यहाँदेखि फेरि उफ्रिँदा भोलिको दिनमा हामीले के गर्नुपर्ने छ, फर्दर के गर्नुपर्ने छ, यो हामी सोचेर सल्लाह गरेर चाहिँ अब चाहिँ यो रोड नसकिन्जेल चाहिँ हामी यहाँनिर चाहिँ चुप्पो लागेर खाँदैछ। बाटो सक्यो भनेर चाहिँ यहाँनिर बोर्ड लगाएको छ। यहाँदेखि चाहिँ तपाईँहरूले हेर्नु गयो भने दुनियाँले देखेकै हो। हाम्रो नेरदाङ फाटक तल फरास काटेर अलिक तलतिरदेखि चाहिँ कार्पेटिङ छँदै छैन। त्यहाँदेखि उहाँ धुलो खैमा छ। उहाँले रोडमा फेरि रोडा ओछ्याउँदै फेरि निकाल्दै फेरि ओछ्याउँदै त्यसो गर्दा उहाँहरूको पनि डबल खर्च गर्दाखेरि झन् खर्च बेसी जान्छ। अनि कसैसँग पार्टीसँग रिस छैन, हामी पार्टीकै मान्छे हो। हामी सिएम सरसम्म चाहिँ यो हामीले बनाएको कुराहरू चाहिँ पुगोस्, किनकि लास्ट इयर पनि यो इमर्जेन्सी यहाँबाट यहाँ फाटकबाट चाहिँ उँभोमाथि सिएम सर चाहिँ नामचुङमा आउनु हुँदैछ भन्दाखेरि चाहिँ रातारात टस बालेर यहाँनिर चाहिँ कार्पेटिङ गरेको हामी यहाँको पब्लिक सबले देखिरहेको छ। अहिले त्यो रोडको हालत हेर्नुहोस्, त्यो पहिला प्रोजेक्टको टाटाले गर्दा अनि रोड कार्पेटिङ कुन कन्डिसनले गरेको थियो हामी जान्दैनौँ। अहिले फेरि बाटो जस्तोको त्यस्तै भएको छ।
अनि यस्तै पाराले चाहिँ यता उँभो सक्दै उँधो भत्किँदै यहाँको पब्लिक अनि हामी ड्राइभरको रिप्रेजेन्टेटिभ गर्दै हामी अब मिडियामा त्यति साह्रो बोलेको पनि छैन है, नबोल्दाखेरि बोल्नु करै लाग्दो रहेछ। किनभने बोले पनि मात्रै नै बुझ्दो रहेछ। अनि सबैजना जतिजना यो भिडियोहरू हेर्नुहुन्छ है, तपाईँले यो विषयमा चाहिँ हाम्रो सिएमसम्म चाहिँ यो कुरा चाहिँ पुर्याइदियोस्। अनि कसको गल्ती छ, कहाँनिर गएर चाहिँ चुक खाएको छ, यो चाहिँ झट्टैभन्दा झट्टै चाहिँ हाम्रो पुम्छु अगाडिसम्ममा चाहिँ यो रोड चाहिँ कम्प्लिट गरिदियोस् भन्न चाहन्छु। धन्यवाद। र हाम्रो भाइस प्रेसिडेन्ट आइके तेन्जिङ एक दुईवटा शब्द राखिदिनुहोस् यसको विषयमा। यहाँ जति बनेको थियो यहाँ हाम्रो प्रेसिडेन्ट सरले बोलिहाल्नु भयो है, र यसमा चाहिँ तपाईँहरू कहाँनिर चाहिँ अब के गल्ती भएको छ, डिपार्टमेन्टबाट भयो कि हाम्रो कन्ट्र्याक्टरबाट हुँदैछ कि कहाँबाट हुँदैछ, त्यो चाहिँ तपाईँलाई अब हाम्रोबाट चाहिँ एकदम बिन्ती छ, तपाईँले छिटो गरिदिए जाओस् भन्ने चाहिँ हामी यति नै तपाईँलाई माग राख्न चाहन्छौँ। धन्यवाद। र यहाँ हाम्रो के कुरा राखिदिनु रोडको विषयमा यस्तो छ कि हामी जब श्याम साहेब आउनुहुन्छ त्यति बेला रातारात कार्पेटिङ गर्छन्। श्याम फर्केपछि सक्यो रोड, सरदार कता जानुभयो, इन्जिनियर कता जानुभयो हो कि। र पब्लिकलाई पनि बहुत दुःख छ हामीहरूलाई, बाटोघाटो हेर्दाखेरि अब त्यस्तै छ र भाडा बेसी पर्छ हामीहरूलाई। र जुन श्याम साहेब आउनुहुन्छ त्यति बेला चाहिँ रातारात सबैलाई लु यस्तो भनेर लाउनुहुन्छ, त्यहाँदेखि गर्न छोड्नुहुन्छ सर। र तपाईँले पनि यो कार्पेटिङको विषयमा अलिकति भनिदिनुहोस्। तपाईँ यहाँकै लोकल हुनुहुन्छ कि त्यसले गर्दाखेरि? त्यही त यो कार्पेटिङ सुरु भएको लगभग 3-4 वर्ष कति लाग्यो होइन, छैन अब कम्प्लिसनमा पुगेकै छैन, आधी बाटोमै। अब तल अब फरेस्ट बिचतिर त अब अहिले नै कन्डिसन हेऱ्यो भने पुरा पथल हुनु थालेको छ हो। अनि एकदम अब कस्तो भने अब हाम्रो लागि त भने अब कस्तो हुन्छ भने अब एज अ ड्राइभर हामीले हेऱ्यो भने अब हाम्रो डकुमेन्टेसनहरू चाहिँ एकदम हामी अप टु डेट होइन। अब गभर्मेन्टले अब जस्तै एमबिआईबाट आरटिओबाट चेकिङहरू अब बसिबस्छ है, अब हाम्रो डकुमेन्ट्स अप टु डेट माग्छ क्या। एउटा डकुमेन्ट्स तपाईँको अलिकति फल्ट भेट्यो भने अब फाइनहरू, चार्जेस, चलनहरू एकदम मजाले गरिन्छ। तर त्यसो नि एज अब रिभर्स हेऱ्यो भने त अब गभर्मेन्टले पनि त्यसमा प्रपर है तपाईँको रोडहरू कन्डिसन एकदम राम्रो छ भने त अब हामीलाई पनि अलिकति कस्तो हुन्छ नि, अब रिलिफ हुन्छ नि। अनि तपाईँको फेरि त्यही हाम्रो इस्टको ड्राइभरहरू भयो भने अब हेऱ्यो भने उनीहरूले वेस्टमा आउनु मान्दैन, वेस्ट नजाने, वेस्टमा बाटो यहाँ हाम्रो रङ्गित बिचको हेऱ्यो भने कति डरलाग्दो छ होइन, एकदम पुरा गाडी जोगाउँदा हुन्छ। अनि त्यही भएर एकदम म चाहिँ यही अपिल गर्छु अब गाडीको र कार्पेटिङ चाहिँ मेन कहाँदेखि भएको छैन भनेर चाहिँ। र अहिले हामी चाहिँ हामीहरू नेरदाङ होइन 4 माइल नेरदाङ यहाँनिर देउराली फरेस्टको अलिकति अगाडि। र हुनु चाहिँ तपाईँको देउराली फरेस्टदेखि चाहिँ भएको छैन है, र यहाँ अलिकति अगाडि यहाँ घर भएको जग्गादेखि तपाईँलाई देखाउनेवाला छ है हाम्रो कार्पेटिङ नभएको चाहिँ। देख्नु सक्नुहुन्छ बाटो चाहिँ यस्तो चाहिँ हालत हो। अब धुलो उडेर यहाँ हेर्नु बिचरा हाम्रै साथीभाइ, हाम्रै स्टाफ हो, उहाँको घरहरू हेर्नु सक्नुहुन्छ यी धुलोले सेतै भएको छ, देख्नु सक्नुहुन्छ यी धुलोले हो। अन्त गाउँलेलाई पनि तपाईँको माझमा लिएर आएको छु, उहाँले के कुरा यो रोडको विषयमा राखिदिनु हुनेछ है। आनुम मण्डल खाम्रीमो खाम्री हाम्रो चाहिँ यो रोड चाहिँ अब कार्पेटिङ पोहोर 1 वर्ष जस्तो भइसक्यो। अब फेरि त्यतिकै रकै छ। अनि यतिकै यो बाटोहरू चाहिँ पुरा उयो रफ भइसक्यो। त्यहाँदेखि यहाँनिर गाउँलेहरूको यो बाटो छेउछेउको घरहरूलाई साह्रै धुलोले बिजोग बनाइसक्यो। यो अलिकति छिट्टै यो कार्पेटिङ चाहिँ तल रङ्गित पुलसम्म भए पनि छिटो सकिदियो भने चाहिँ हामीलाई धेरै नै सुविस्ता हुन्छ जस्तो लाग्यो है। अब हामी चाहिँ यहाँबाट हिँड्दै जाने, तपाईँलाई देखाउनु पऱ्यो नि त होइन, हामीले अब यत्रो माथिबाट देखाउँछु भनेर आएको छु है। र यस्तो छ बाटोको हालत है। र कैलाश एक दुईवटा तिम्रोबाट पनि यो बाटो चाहिँ अब अघिदेखि नै हाम्रो सरहरूले भनिसक्नुभयो है। र यो बाटो चाहिँ यस्तै छ। अब हामी यो बाटो देखाउँदैछौँ है, हामीले केही कुरा पनि ढाँटेको छैन, जे जस्तो छ हामी बताउँदैछौँ। यो पहिलादेखि मेटलिङ गर्यो, एकपल्ट मेटलिङ गर्यो, कार्पेटिङ गर्छ होला भन्यो, त्यो पनि छैन। फेरि सेकेन्ड टाइम फेरि मेटलिङ गर्यो, त्यहाँ पनि छैन। अब यो थर्ड टाइम मेटलिङ गरेको छ, यो माटो हो कि के ओछ्याएको छ हो। यहाँ पब्लिककोबाट पनि धेरै कम्प्लेनहरू आइरहेछ, यो छेउछेउमा भएको घाँसहरू एकदम यहाँ नालीहरू पनि छैन है। अब यहाँ नालीहरू केही छैन है। र अब त्यहाँ अब हेर्नुहोस् न बाटो एकदमै साँघुरो छ हो। अन्त अब यस्तै छ। यो खासै चाहिँ के गर्नु खोजेको हो, यो सक्यो भन्छ तर बाटो त लथालिङै छ। ठाउँ जग्गा कार्पेटिङ भएको छ, त्यहाँ पनि नालीहरू राम्रो भएको छैन है। र तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ
यहाँ हाम्रो सरले देखाउनु हुँदैछ यो बाटो चाहिँ यहाँ लच्केर गइसकेको छ उँधो। अब यो बाटो चाहिँ यस्तो भएको छ। अब यहाँबाट गयो भने तल्लो रोड भेट्छ। अब यो लच्केर गइसक्यो। अब यो तल्लो रोड भेट्यो भने तल्लो रोडलाई नि बिगार्ने चान्सेस छ। र अब अहिले यो समयमै यो अलिकति काम गरिदियो भनेदेखि चाहिँ धेरै राम्रो हुने थियो। अब यो समर सिजनमा यहाँ हिँडिसक्नु हुँदैन है। र अब यो अहिलेको धुलो अब समर सिजनमा चाहिँ अब यो पानी पर्दाखेरि चाहिँ झन् हिलो हुन्छ र यो बगेर जाने चान्सेस धेरै नै छ। र यो उँभोबाट पनि आउने चान्सेसहरू छ। अब यहाँ नालीहरू छैन। उताबाट भल बगेर आएको सबै यहाँ रोडमा बस्दैछ। त्यही कारणले गर्दा चाहिँ यो भत्केर जाँदैछ। दाजु तपाईँबाट पनि एक दुईवटा राखिदिउँ न। नमस्कार। र विशेष कुरा हाम्रो रोडको विषयमा छ है। हामीले अघि नै हाम्रो प्रेसिडेन्ट साहबले भनिसक्नु भएको छ, हामी कसैलाई दोषेको छैनौँ, हामी सरकारलाई दोषेको छैन। सरकारले हाम्रो एसकेएम सरकार ल्याएदेखि फर्स्ट हामीलाई टास्टिङमा कार्पेटिङ दिनुभएको थियो है। कार्पेटिङ सुरु भयो। आएर टेन्डर हाम्रो टास्टिङकोले नगरेर राम्रो कन्ट्र्याक्टर हामीले छानेर आगेलाई दिएको थियौँ। धेरैभन्दा छुट्टो काम हुन्छ उहाँको प्लान थियो। चौराङमा प्लानले गर्दाखेरि छुट्टो काम हुन्छ। टास्टिङमा रोड छुट्टो बनिन्छ भनेर चाहिँ हामीले ठुलो आश गरेर उहाँमाथि विश्वास गरेर टास्टिङको काम पाउँदा हामी धेरै खुसी थियौँ टास्टिङको पब्लिक। र लास्टमा 2 वर्ष 3 वर्ष लागिसक्यो कार्पेटिङ नभएर यत्तिकै रकै हुनाले गर्दाखेरि हामी आज मिडियामा या आउनु कर लागेको छ है। मिडियामा आएर सबै कुराहरू हामीले देखाइएको छ र यो सबै कन्ट्र्याक्टरदेखि डिपार्टमेन्टको हातमा पुगोस्, देख्नु परोस्, देखेर यो काम धेरैभन्दा धेरै छुट्टो चालु होस् भन्नु चाहन्छु। र तपाईँलाई चाहिँ देखाउँदैछु ल, गाडीबाट देखाएको है। यस्तो चाहिँ हालत चाहिँ नालीसाली केही पनि छैन है। र बाटो चाहिँ यस्तो छ है, कार्पेट सार्भिङ छैन। र हामीलाई कति तकलिफ भइरहेछ गाडी चलाउनेलाई होइन। र हामी ट्याक्सी कुदाउनेलाई कति साह्रो छैन। अब यहाँ चाहिँ सिलकोट चाहिँ गरेको थिएन, यस्तै उति भयो। कार्पेटिङ चाहिँ यहाँबाट भएको, यहाँसम्म मात्रै कार्पेटिङ। यस्तो खाल्टा भइसक्यो, सबै खाल्टै खाल्टा। अब यो रोड चाहिँ इन्डियन रोडमा फर्स्ट अब त्यहाँ खाल्टै र यहाँ पनि देख्न सक्नुहुन्छ, यहाँ त झन् आधी कार्पेटिङै छैन। बिचमा कार्पेटिङ छोड्दै गर्दै के गरेको यस्तो घिनलाग्दो भएको छ नि। यहाँ बाटो झार लगाएर के गरे सबै खाल्टै नाली साली केही छैन, सब भत्किसके।